बोकेर ल्याएको दाइ अलि यत्रो भइसक्यो दुब्लो छ यो दुब्लो चाहिँ किन भएको भन्दाखेरि अब यो मोटायो भने त्यसलाई सुगर प्रेसर हैन त्यसै गरी थाइराइड लगायत विभिन्न चाहिँ मोटोपनले रोगहरू निम्ताउँछ भनेर यसलाई म जस्तै सिलिमेन ट्रिम बनाएर राखेको छु यो रोग मुक्त छ यो राँगो पूजा भन्ने चाहिँ आजै जान्थ्यो है हैन सबै जनावरहरूलाई गाईलाई गोरुलाई पुज्दै गर्दाखेरि यो पनि त जनावर हो नि त जनावरमा त विभेद गर्नु भएन नि त अब सबैलाई पूजा गर्दा यसलाई पनि पूजा गरौँ यो पनि एउटा आम्दानीको स्रोत हो यो पनि बिक्री हुन्छ यसले पनि आम्दानी दिन्छ गाई गोरुले जस्तै यो चाहिँ बेलाकैबाट सुरु भएको होला राँगो पुज्ने भनेर चाहिँ सबै जनावरलाई चाहिँ समान रूपमा चाहिँ व्यवहार गर्नुपर्छ सम्मानजनक ढङ्गले पूजाआजा गर्नुपर्छ भन्ने कुरा हो पूजा भन्नाले तिमीले मान्छेहरूले चाहिँ संस्कृतिको धज्जी उडायो खिल्ली उडायो भन्लान् तर मेरो भनेको चाहिँ जात धर्म भाषा लिङ्गमा जसरी विभेद हुनु हुँदैन त्यसै गरी जनावरमा पनि विभेद हुनु हुँदैन भन्ने चाहिँ मान्यता स्वरूप मैले यसलाई पूजा गरिरहेको छु अब यसलाई मैले माला लगाइदिएँ ठक्क कति राम्रो सुहाए हेर्नु त मालामा सुहाइरहेछ राम्रो छ अब नयाँ चेन्जेस ल्याउनुपर्छ रागा भैँसी बाख्रा कुखुरालाई पनि पूजा गर्नुपर्छ भन्छु म त सबै आम्दानीका स्रोत हुन् नि त जनावरहरू त ल धन्यवाद दाजु